60 वर्ष भइसक्यो त्यति बेला विश्व शताब्दी गीत भन्ने पढ्नु भएको छैन मैले कविता आउँछ मलाई सबैभन्दा मन परेको चाहिँ त्यति बेला आउँछ भने प्रसाद पेच्छ त्यहाँ भर्खरै कुल केटाकेटी जम्मा भएका छन् कोही होलीमा रङ्गाएर ल्याइरहेका छन् जस्ता कोही दुधले धोएर पठाइरहेका जस्ता तर ती ध्वस्त छन् कागज र काठका गाज र यानहरू बनाउनमा ती व्यस्त छन् काठका जालहरू बनाउन प्रस्थान कुन दिशातिर हो गर्ने थाहा छलफल भइरहेको छ र म तिनीहरूलाई त्यहीँ जान्छन् अब आज तिनीहरू त्यहीँ जान्छन् जहाँ तिनको खुसी र मजाहरू आउने चाहना गर्छन् जहाँबाट तिनीहरूलाई तारमतार निमन्त्रण आइरहेको जस्तो लाग्छ त्यहाँ तिनीहरूको नाङ्गो जिउ जस्तो गोर चन्द्रमा त्यहाँ तिनीहरूको नाङ्गो जिउ जस्तो रमाइलो चन्द्रमा आमाहरूले भन्ने छन् तिनीहरूले देख्ने सपनाहरू थुप्रेको चन्द्रमा भन्छ तिनीहरूले झगडा गरेको रोएको पनि त्यहाँ दाग बदलाएको हुन्छ आज तिनीहरू त्यसमा पुस्न बाली जानेवाला छन् त्यो रातो ढुगा लगाएकी केटीले प्रस्ताव राखी उसकै ठुली पुतेली बिहे त्यही गर्न जाँदा हेर सबजना हर्षले उफ्रिन थाले ताली बज्न थाले उतो सिगाने केटो भन्यो उसलाई भने त्यहाँ जानुपर्छ ऊ त्यहाँ जहाँ पाए त्यहीँ सिगान पुस्ने छैन लौ सबैजना हाँसे लौ सबैजना रमाए त्यहाँ मान्नुहरूको सम्मेलन थियो त्यहाँ हाँसो र हुन्छको सभा थियो त्यो ठाउँ ठुलो समस्याका छलफल भइरहेको बैठकमाथि त्यो निसन्देह सम्भव मानेको सङ्कल्पको दौडमाथि होइन त्यो पुलिक र डायमन्डहरूको मालिकमाथि होइन त्यो पुलिस उत्तली र सासु ससुरा होइन तिनीहरूमाथि बम नखसेर त्यहाँ त देवदूतहरूको मेलामाथि बम नखसेर बम त ती बच्चाहरूमाथि केही दिन बच्चाहरूले केही दिन सक्दैन बमले ती बच्चाहरूलाई केही दिन सक्ने छैन त्यहाँ बम नखसेर युद्धको रहेछ त्यो त्यति बेला